चाहिँ हाम्रो किचनको लागि चाहिँ कान्छोको चाहिँ काइलाको चाहिँ काठहरू पोलको लागि लोडबाट हामी पोलको लागि दाराङ पार्दैछौँ दाराङ लोजमा यसरी काठ किनेर लिइरहेको छौँ। अझै हामी काठहरू छानिरहेको छौँ पोलको लागि पोलो अरे अनि आई डोन्ट नो वाट एल्स कार लागेको लोजमा काठ लोड गरिराखेको छु। अहिले चाहिँ काँटीको अनुसन्धान गर्ने क्रममा छौँ। यो चाहिँ ठिक मेजरमेन्ट ठिकको हो नि होइन एकदम ए ओके। फेरि उहाँ गएर जति छोटो भएछ नि त भदै लामो ड्रिल बिच हो के पनि भन्दै हुनुहुन्थ्यो है। गाजाबको छ गाजाब टिन पनि भेट्यौँ हामीले पर। लु अहिले चाहिँ टिन खानाको लागि रुखको लागि टिन बहादुर तान्दैछौँ। ए लु त भयो यहाँ नै खाले यहाँनिर भियतनामिस र चाइनिज यहाँनिर पर्मिस यहाँनिर के अरे चेपाङ यहाँनिर यतिखेर चाहिँ हामी त्यहाँ के अरे किचन बनाइरहेछौँ अर्ग्यानिक। कान्छोको चाहिँ पुरै माथि चढेर बोलो लगाइराख्नु भएको छ। प्रोजेक्ट कम्प्लिट भएपछि चाहिँ म फेरि गाडीमा भेट्नु जान यहाँ ठुलो गाछ छ। बोल्नु न छिटो। अनि बोल्नु नि। सिङचोङ वङचिङ यहाँ राखेको छ। सिङचोङ टाउको दुईटा आँखा छ दुईटा आइब्राउ छ अनि यहाँ किन राखेको छ। सिङचोङ वङचिङ सिङचोङ बेबी जो सिजेको त्यो ठुलो लु यहाँनिर चाहिँ अलमोस्ट डन है। अलमोस्ट यो चाहिँ यो हाम्रो प्रोजेक्टको अन्तिम जाँदैछ। किचन म झाँक्री बोलाइन्छु। के छ भन्नुहोस् त। अनि ऊ त्यहाँनिर के पाक्दैछ ए क्या दामी भएको छ नि प्रोफेसनल हो माइ गॉड। अगाडिको यस्तै डिजाइन के गर्यो भने डिजाइन यही हो फेरि डिजाइन जंगली होइन यहाँ फुलहरू यो गर्छु नि त काइन्ड अफ घरै हो हाउसै हो यो जंगली। कतै छ फेरि इधर उधर कतै छैन। पुरा स्ट्रेट
हरिप छ कटाइ हरिप जान्नु पर्यो नि अनि बजार जाँदै सामान लिएर थुपारिदिने अनि यता हाम्रो कान्छा पुजाइ गर्नुहुने अनि यता हाम्रो साइना पुजाइ ढोके दिवाको 3 भाइ ज्वाइँहरू ल यो चाहिँ हामीले बरन्डा अस्तिको साल बनाएर अब 2024 मा बरन्डा बनायो 2025 मा बरन्डामाथि छाना लाउन आँटेको अनि 3 जना पुसाइहरू चाहिँ गम्भीर अवस्थामा यतिमा बसेछ हौ यो यसको भिड चाहिँ लु अब त्यसको नापेर काम चालु हो नि पुसाइ हैन काम चालु हो नि हजुर त्यो ननिकाल्दा हुन्छ 2024 मा बरन्डा लायो पुसाइहरूद्वारा 2025 मा छाना अब फेरि अब यसलाई नि यहाँ यो कति डिस्टेन्स छ यो नाप्दाखेरि पहिलो बोल उठ्यो ए अब गाडीहरु ल सिधा आए पुसाइ सिधा बाङ्गो हुनु भएन नि रेजेक्ट हुन्छ नि फेरि सच्चा छ होइन हाम्रो त चोखो छ हेर्नु है कान्छा पुसाइलाई चाहिँ माथि चढाएरै छोड्यो है काइला पुसाइले काशीमिनीको लागि यो काइला पुसाइले ठेलेर चढाउनु भएको त्यो पुसाइकै हो यो यता ल पुसाइलाई पनि ल्याइदियो पुसाइ यही खानुहुन्छ ल्वाङहरू लाग्यो अर्कै छ नि त्यो के अरे हो त्यसमा म ल्याइदिन्छु ल अर्को ए अहिले चाहिँ काइला पुसाइको टर्न हो यो आकाशतिर जाने बस आयो तर हामीले कान्छालाई मात्रै लागेको छैन हेर्नु कान्छी भन्नु नि यहाँ चाहिँ पुरै आरीको काम हुँदैछ आरनको खुट्टीको लागि यतातिर हाम्रो के अरे खानाको लागि टिनहरू पनि रेडी छ यता खुट्टीको लागि खनिँदैछ मजाले छाना लाएर चाहिँ केही होला जस्तो छ त्यही त कम्प्लिट हुन्छ नि त कलर पनि लाउनु छ छाना लाउने काठी ठोक्ने काम हुँदैछ यहाँ चाहिँ अहिले चाहिँ फिनिसिङ हुनु आँटेको छ है 50% सकियो छाना अब 50% रकको छ यताको साइड भिडियोमा त यो सेतो त छानैमा नदेख्दो रहेछ त नाचिरहनु भएको छ अर्को स्टेजमा होइन दुश्मन धेरै गएर हामीले लास्ट फ्राइडेदेखि सुरु गरेको शुक्रबार सामान लिएर शनिबारदेखि बनाउन थालेको आइतबार सट्ट सक्नु आँट्यो अब फिनिसिङ कट यो चाहिँ हाम्रो फाइनल कट तल के अरे
तल होइरहँदा नि कस्तो देख्छ अनि त्यहाँ उयो बसे त नि स्पेस यो उतै जानु हो